नमस्ते। तपाईँ यदि युरोपको चाहिँ भिजिट भिजा अप्लाई गर्ने प्लान गर्दै हुनुहुन्छ र कुन बेला अलिकति सुइटेबल र पर्फेक्ट टाइमिङ हुनसक्छ अथवा भिजाको सक्सेस रेसियो अलिकति धेरै हुनसक्छ भन्ने सोचिरहनु भएको छन् भने तपाईँको निम्ति एउटा पर्फेक्ट टाइम अब हुनसक्छ। तपाईँले अब अप्लाई गर्न सक्नुहुन्छ। क्रिसमस र न्यू इयर एकदम नजिक छ। हामी अक्टोबरको इन्डिङमा छौँ। तपाईँले नोभेम्बरमा सबमिसन्स गरेर डिसेम्बर र जनवरीको ट्राभल प्लान गर्नुभयो भने युजली हामीले प्रिभियस इयरहरूको चाहिँ डेटाहरू हेर्दाखेरि यही डिसेम्बर जुन क्रिसमसको आसपास र न्यू इयरको आसपास ट्राभल प्लान राखेर अप्लाई गर्दाखेरि चाहिँ भिजाको सक्सेस रेसियो केही बेटर देखेका छौँ। केही बेटर ग्राफहरू छन्। त्यो कारणले गर्दाखेरि चाहिँ तपाईँ यदि युरोपको भिजिट भिजा अप्लाई गर्ने प्लान गर्दै हुनुहुन्छ भने युरोपमा पनि सेन्जेनमा कन्ट्री वाइज भिजाको सक्सेस रेसियो फरक छ। त्यसलाई चाहिँ तपाईँले एनालिसिस गर्नुपर्ने हुन्छ र त्यसरी चाहिँ तपाईँले क्रिसमस र न्यू इयरलाई ट्राभल प्लान गरेर अप्लाई गर्न सक्नुहुन्छ। यदि तपाईँलाई डकुमेन्टेसन्स त्यसै गरी गाइडेन्सको हेल्प चाहिन्छ भने दिएको वाट्सएप नम्बरमा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ।